यात्राभरि कालो झोला बोकेर हिँड्नुपर्ने भयो। अरू चाहिँ तामाङ कि गुरुङ हो? शेर्पा चाहिँ हो। सिद्धले नि अङ्कल सिद्धबाट हामीले यहाँ 200 रुपियाँ गोटा ल्याएको त महँगो हो जस्तो लाग्छ होइन इबीले क्या 100 रुपियाँ हुनुपर्ने हो। होइन 100 रुपियाँ हुनुपर्छ 200 रुपियाँ अलिक धेरै लिएछ बहिनीहरू सोझो देखियो होला नि त है होला नि तपाईँलाई विदेशी जस्तो हेलो सेवारो वेलकम टु माई डेली भ्लग। आज पनि हामी घुमफिर प्रोग्राममै छौँ। आज डे 2 हो होइन। एका बिहानै उठेर हेर्नुहोस् कपाल पनि जिङलिङ सिङलिङ भइरहेछ। यता मेरो साथी पनि पुरै मेकअपलाई प्राथमिकता दिइरहेछ। अनि अर्को झ्याम्पुताली छ, नाचेकै छिन्। नाच्ने बेलामा चाहिँ फेरि हल्लाउनु पनि हल्लाउँदैन। यस्ता छ मेरो साथीहरू है। यता कपडा चाहिँ उठाएकै छैन है, भत्ताभुङ्गै छ। केटीले मेकअप अगाडि हुनुपर्ने। र आज भनेको चाहिँ हामी बसन्तपुरतिर जाँदैछौँ। हेरौँ, हाम्रो नि फर्स्ट टाइम हो है। अहिलेसम्म सुनेको देखेको फोटोमा भिडियोजमा टिकटकमा देखेको मात्रै हो। आफै गएर त्यहाँ हेरेको या त्यहाँ दृश्य मतहरूको अवलोकन गरेको छैन। त्यस्तो गर्ने मौका मिलेको छैन र फाइनली आज चाहिँ त्यस्तो मौका मिलेको छ। र कस्तो हुँदो रहेछ हाम्रो दिनचर्या। हिजो चाहिँ पानीले ढुट्टो पिठो कुटेर अलिकतिले मात्रै बिहोस नभएको, साँच्चै भनेको कस्तो चिसो भएर नसाहरू कस्तो कालो कालो पहेँलो पहेँलो देखिसकेको थियो। अनि त्यस्तो चाहिँ नहोस् आज। तर हामी मौसम कस्तो छ त्यसमा भर पर्छ। यो सुक्खी जयाले कौलीमा फोटो खिच्ने रे, त्यही भएर साडी लाएर फोटो खिच्ने रे। अर्को यहाँ जलगाई डाली साडी लगाइदिँदैछ। म पनि यहाँ राम्री धमाधम बन्दैछु गाइज। राम्री देखिनु पऱ्यो, चट्ट देखिनु पऱ्यो नि त होइन। हाम्रो यात्राभरि कालो झोला बोकेर हिँड्नुपर्ने भयो। यता लाउँदैछ केटीले। अब चाहिँ एन्जलभन्दा कम छैन साँच्ची भनेको। ल यस्तो ब्युटी। हामी चाहिँ यस्तो रेडी भयौँ। हामी कौली छ यहाँ, कौलीको बोटमा जाँदैछौँ। सिन्धुवा कौलीको बोटमा। यो ठाउँ पनि तेर्सुनको लागि एकदमै प्रसिद्ध ठाउँ हो, कौलीको बोट। गाडी पखेको आएकै छैन। हामी गाडीको इन्तजारमा पर्खै छौँ। गाडी आयो। यति राम्री बसबाट हामी चाहिँ सररररररर चुम्लुङ पार्कमा पुग्यौँ हामी। सरी बसन्तपुर पुगिसक्यौँ हामी। हामी चाहिँ यहाँ बिहानै खाजा मात्रै खाएर हिँडेको कारणले गर्दा यहाँ खाना खान भनेर रेडी भइरहेछौँ। खाना पनि पाकिरहेको रहेछ। अनि ल खाना पस्काइदिनुहोस् न त हामीलाई भनेको। ल हात धोएर आउनुहोस् तपाईँहरू भनेर भन्नुभयो। त्यसपछि हामी हात धोँदैछौँ। यता आएको नि यता आइज। कहाँ बस्यौँ हामी? सजावट चाहिँ खानुहुन्छ घरको कोही आयो मित्र बस्नुहोस्। काकाले मार्छ है लुकाइ। काका आउँछ नि काका। ओह माय गॉड। सब्जी केमा छ? सब्जी एकजनाले पुरै भेज, एकजना सुँगुरको मासु। खाने नखाने आफै इच्छाले। ए हुन्छ, एकजना सुँगुरको मासु गरिदिनु है। कुखुरा भर्खर मात्रै पकाउनु भएको सुँगुरको मासु चाहिँ। ल हुन्छ त्यसै कुखुराकै मासु गरिदिनु न। यो भेजलाई त दाल दही मिसा खाना चाहिँ एकदम मिठो हुन्छ। यसो गर्नु एक बटुका ल्याउँछु होइन। अनि त्यहाँदेखि तिमी दही खाऊ। अनि साथीहरूलाई पनि यसो पर्छ नि त मासु खाएपछि। तपाईँहरू चाहिँ तामाङ कि गुरुङ हो? शेर्पा चाहिँ हो। मासु आयो मासु। फेको पनि मासु आयो।
ओ यसको बक्सले त के ठेल्छ त मलाई त कत्रो नि बोकेर हिँड्छ यार त्यही हो त यहाँ छोडेर ब्याग त राख्नुपर्छ होला हो थिए अनि यहाँ तातो पानी हालेर खाएको यहाँनिर होइन उहाँ वहाँनिर त्यहाँ त्यही त लिएर जाने अब कहाँ भनेको जस्तो ठाउँ कन्दाको खुदा नि अभिभावकले गर्मी अब यो यहाँ ल्याएर अस्ति पिनी भए भाइ त मेरो क्या सब गर्मी भएर अनि यहाँ कता अङ्कल यहाँका आरा गार्डन छ अरे नि आर गार्डन अलिक माथि हो तपाईँले यहाँबाट देउराली लाग्छ हिँडेर जानु आउँदैन आधा घन्टा लाग्छ आधा घन्टा 20 मिनटमा पुग्छ हिँडेर गइरहेको अलिक बेसी 40-45 मिनट लाग्छ तपाईँहरूलाई हाइवे त लाग्छ माथि नै पुग्नुपर्छ सिद्धले नि अङ्कल ए सिद्धबाट हामीले यहाँ 200 रुपियाँ गोटा ल्याएर त महँगो हो जस्तो लाग्यो 200 रुपियाँ गोटा ठिकै ल्यायो ठिकै हो है किन त्यस्तो महँगो भएको बाटो पनि राम्रो महँगो होइन अब तपाईँहरू 3 जना आउनु 600 रुपियाँ एकले आउनु त 800 रुपियाँ पर्छ होइन दूरी त त्यस्तो टाढो छैन कि र यो यस्तो हिट साइडको रोड नि तलको भन्दा महँगो नै हुन्छ ड्युटीको हिसाबले हुँदैन क्या यहाँ अब स्टकहरू अब तपाईँलाई लिएर आयो भने त फेरि मान्छे चाहिँ भेट्दैन अनि खाली कुद्नु त पर्यो त्यो भएर बग्यो यहाँ आउनु पर्यो यहाँदेखि फेरि फर्केर जानु पर्यो अटो होइन इभीले क्या टिभीले पनि त रेट त्यही दिनु भने तब त्यहाँ एउटा 100 रुपियाँ हुनुपर्ने हो होइन 100 रुपियाँ हुनुपर्छ 200 रुपियाँ अलिक धेरै जस्तो लाग्यो 200 रुपियाँ पनि सिधुवाबाट आएको होइन धेरै ल्यायो। धेरै लिएछ हामीलाई थाहा नभएर पनि होला अझै हामीले 250 भन्दै थियो 50 रुपियाँ डिस्काउन्ट गरेर हो र त्यो त उसको डिजल गाडीमा चाहिँ आउँछ नि त्यही त इभीमा टिभीमा त फटफट चाहिँ छ त हो त्यसो त्यो बाजे चाहिने बाज्नुपर्छ नि थाहै भएन नि त कति बेला लिन्छ भनेपछि ठग्यो हामीलाई बिहान बिहान कुनै बेला हल्ला हल्ला गरा भए यहाँको लोकलले भनिदिइहाल्छ होइन त बहिनीहरू सोझो देख्यो होला नि त है होला नि हेर्दैमा क्या होइन हेर्दै गाउँको जस्तो देख्यो होला सोझो फेरि आफूलाई थाहा नभएपछि होइन सोझोलाई जता पनि जहाँ पनि गाउँको हेर्छ जस्तो है छैन कि तपाईँलाई विदेशी जस्तो छ गाउँ जस्तो सयफेरी हामीलाई डलर मान्छेको पैसा नहोला होइन यसो हेर विदेशी जस्तो त डलरमा आएको होला ए होला त्यसले पनि होला नि होइन अङ्कल हो नि सोझो देखेरै ठगेको अनि उहाँहरू कोरियन जस्तो हुनुहुन्छ ए ल भनेर 100 मा 200 रुपियाँ ठान्दा ठगेछ मजाले त्यसरी त ठग्दै खाँदो रहेछ दही पनि त्यस्तै रहेछ है अनुहार हेर्दा ठग्दो रहेछ जति चल्दिया बर्नी होला है राजा रानी खाने गुराँसको रक्सी खाने गुराँस ल साथीहरू अब हल्का कसरत गरौँ है हामी यस्तो त जस्तै भए ओ यो म आशा गर्नु न पुलुक छ लन्दा लुगा छाइमा म त कस्तो अगाडि आउँछ अल्छी पो लाग्नु थाल्यो क्या रेस्ट गरेर 1 घन्टा 2 घन्टा सुतेर जाऊँ साथीहरू साथीहरू हिल चाहिँ राम्रै हो यस्तोमा अड्केको हिल चाहिँ राम्रै खुट्टा चाहिँ के भएको यस्तो हामी चाहिँ चोलुङ के अरे चुम्लुङ पार्क जाँदैछौँ गाइजहरू यहाँ त एकदम चिसो मौसम रहेछ महँगीले त कसम आकाशै छुँदो रहेछ यहाँ चाहिँ फेरि सो अलिकति प्रिपेयर गरेर आउनुपर्ने हुन्छ आयो गोर्खाली हुर्के हलदार आयो गोर्खाली के गर्नु मेरो गाउँ यस्तो छ गाइस उतो टिकट काट्ने ठाउँ पो रहेछ साथीहरू हामी त पानी पर्दाखेरि लुक्ने ठाउँ बनाएको होला भनेर सोचेको कसले निकाल्ने
निकाल्न जसले निकालिदिनु भइहाल्यो त खै मर्छ निकाल कहाँ छ यो बन्द चेनमा चेन नै चेन रहेछ भित्र पक्रिएर कति तनाव छ मलाई त्यो चाहिँ बुझ्छस् तिमीहरू राजा रानी 24 राजा रानी एकदम 150 है पर्दैन सर ए बेटे चेन लगाऊ पैसा झर्छ ओइ ला बोक आन्देन बाने के रायो के लिम्बू मजाले लिम्बू बोल्नु भयो त तलै लानुपर्छ नि सामान चाहिँ लाउने लुगाहरू छ अनि यता चाहिँ राखेर तल चाहिँ के लाउने यता जाने चाहिँ यतादेखि रहेछ पैसा नहुनेले यहीँबाट हेर्नुपर्छ हौ पैसा नभएकोले यहीँबाट हेर्नुपर्छ कस्तो अल्छी लागिरहेको छ त ओइ के भयो जाँगरै छैन कहाँ जाने अब बसन्तपुर एथो मेन अलिक पि जाने त्यो त जानु पर्छ त्यता माथि कस्तो प्राकृतिक सौन्दर्य छ यार प्राकृतिक अन्त अब घुम्नु निस्केपछि त्यो त भन्छ नि ओइ अब त्यहाँ टेम्पूले मात्रै लग्छ अरे टेम्पूले कति लिने के गर्नको सिया लाग्छ हिम्मोलामङ भत्तावा हिँड्छ नाङ्गारा नामी सोक्सिवा नाङ्गारा पर नामी याङ्गे गुच्छिवा किलको रिङमी हंगाको डिप्रेसन होगा सिया र किलको खतम खतम यामी मेन जोगे बल्ल बल्ल फेन्नारन पहिलाको के भने के बुझ्यौ क्या मिसअन्डरस्ट्यान्डिङ भयो केटी जा भन्यो होइन म जान्छु भनेको जा भन्यो होइन अनि फेरि फोन गरेर घर मात्रै आइज त भन्छ के हो त्यस्तो मुड खराब बनाइदिन्छ यार यही रहेछ के अरे बसन्तपुर के अरे चुम्लुङ पार्क चुम्लुङ पार्क ए यो भित्र चाहिँ छिर्नु नपाइने अब तिमीलाई त छिर्नु पाइन्छ क्या लुगा लाउँदा लाउ न लुगा यो बाँदरले खाँदैन मकै बाँदर त आउँदैन ल अनि यो किन्छ कि चेन्ज गर्छ कि के गर्छ होला हौ सिसी क्यामेरा रहेछ बाँदर आइहाल्यो नि त्यति भइहाल्छ नि तपाईँ यहाँको मान्छे हो होइन होइन यहाँको मान्छे त जानु भयो खाना खानु ए हो र भित्र छिर्न पाइँदैन है पाउनु त पाउँछ त्यहाँसम्म त झोला राख्नु पाइँदैन है केटी आया उयो सिसी क्यामेराले ए यहाँ यसो रेस्टरुम जस्तै रहेछ नि त बस्ने पूजा पनि हुँदो रहेछ कस्तो हर्सी लागिरहेछ मान्छेहरू त नभएकै राम्रो ल अब हामी चाहिँ तल्लो घरमा लाग्यो साथीहरू मान्छेहरू चाहिँ नभएकै राम्रो है हुनु चाहिँ यहाँ खाट रहेछ त्यहाँ दिनु ल गएर एकछिन सुतिदिउँ न त पोका पिटी लिएर आइज नि के भएको तिमीहरू केटीहरू त हिरोइन र ल्याङ्सिङ गरेछ हो या के हो खबा माराङ्गो न मेरो चाहिँ खास खा नुब नुब झोलाको मात्रै हामी चाहिँ बाबाको सिङ्गा दिनु पानीले कुदिदियो त्यसमाथि लागेर ढुङ्गाको चाहिँ कसैलाई थाहा छ भाइ तिमीलाई थाहा छ ए लु बल्ल बल्ल आङ्ग्या गल्लु साथीहरू बल्ल बल्ल 4 दिनको जस्ट 4 दिन घुमेर आउने भनेर गएको थियौँ आज बल्ल बल्ल घर आइपुग्यो है हामी चाहिँ खै यहाँ खोल्ने चाबी निकाल्ने त स्वालो चाबी त उता निन्याले पो लानु भएको छ होला अर्को ताल यस्तो छ अर्को ताल यस्तो छ एउटै लाग्यो यहाँ आइपुगेर त छिटो न अघिको टिकटक पुरा गर्नुपर्ने छ रेस्ट पश्चात चाहिँ हामी यहाँ अब फोटोसुटको लागि भिडियो सुटको लागि भनेर चाहिँ रेडी भनिरहेको छु म लिम्बू ड्रेसमा यहाँ इच्छुकहरूको लागि चाहिँ लिम्बू ड्रेस मगर ड्रेस राई ड्रेस पाउँदो रहेछ तर यो चाहिँ आफ्नै हो अङ्गालोमा मारिर मारि अङ्गालो आजको तैँले स्यालेरी चाहिँ 25,000 जति चाहिँ पकाइसकेको छस् भन्ने यहाँहरू सम्पूर्णमा म यति साह्रो घाँटी आकेर चाहिँ भिडियो बनाउँदैन होला हौ जानकारी गराउँदछु
गाइस हामी चाहिँ अब हाम्रो माइत घरदेखि अब हामी आफ्नै घर जान लागिसक्यौँ सबैजनाले छोडिसक्यो हाम्रो यहाँ त बिजी यहाँ त ऊपर रहेछ प्याक सबैजना घर पनि जानु लाग्नु भइसक्यो दुनियाँ घुम्दै यहाँ अङ्कललाई चाहिँ कस्तो पिडा छ यो घोडाको घाँसलाई सायद ल अब हामी चाहिँ गएको चुम्लुङ पार्क घुमेर पनि अब आज चुम्लुङ पार्कको यात्रा चाहिँ लगभग सक्यो है हाम्रो कति राम्रो गाउँहरू रहेछ आम्मामा कुन ठाउँ होला यो अन्त नि यो त तल जाने बाटो रहेछ त अनि यो चाहिँ चोलुङ पार्कदेखि देखिने दृश्य हो गाइस एकदमै सुन्दर छ ओके साथीहरू हामीले सबै टिकटक बनाएर फोटो खिचेर सबै कुरा भ्याइसकेर अब यहाँबाट चाहिँ बिदा हुन लागिरहेछौँ आजको डे 2 हाम्रो लगभग सकियो यस्तै भिडियोहरू आउँदै गर्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु हस् त धन्यवाद